हेलो एभ्रिवान, सबैजनालाई स्वागत छ ऋषिता युट्युब च्यानलमा। सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। आज चाहिँ त्यस्तो खासै केही काम त थिएन। हामी चाहिँ रुम खोज्नलाई जान लाग्छौँ। हजुरहरूलाई थाहा नै छ, हामी चाहिँ काठमाडौँ गएको छौँ र यहाँ दिदीको रुममा बसिरहेको छौँ। अब चाहिँ हामी रुम खोजेर चाहिँ रुम सार्नेवाला छौँ। अहिले चाहिँ बाटोमा मैले भ्लग स्टार्ट गर्दैछु। अहिले ठिक 12 बजेको छ कि के हो, हामी चाहिँ रुमबाट निस्केर रुमदेखि हल्का माथि आएर भ्लग स्टार्ट गर्दैछौँ। अहिले चाहिँ हामी 3 जना जान लाग्छौँ त्यही गाइस। अनि त्यसपछि एउटा चाहिँ हाम्रो बहिनी छ, हामी भन्न अनि यता चाहिँ दिदी र बाबु पनि छ। बाबु हाई भन्नु त, सबैजनालाई स्वागत छ भन न। त्यही हो, हामी चाहिँ अहिले बाटोमा छौँ। अहिले बाटोमा निस्किरहेको छौँ सबैजना। अलि बाबुलाई चाहिँ गाह्रो हुने भयो क्या, बाबुलाई चाहिँ गाह्रो भयो यस्तो घाममा हिँड्नलाई। हामीलाई त त्यति खासै केही फरक पर्दैन, हामी चाहिँ घाममा हिँडेको मान्छे हौँ। अनि त्यही भएर अलि गाह्रो छ। छैन कि किनौँ कि अब चाहिने होला, उता किन होला कि चाहिदियो त पर्छ के र। त्यही हो, अहिले चाहिँ बाटोमा छौँ हामी चाहिँ गाइस। यता काठमाडौँ कहाँ आएर बसिरहेको छौँ। अहिले चाहिँ हामी काठमाडौँ 3 थाना राउत गाउँमा चाहिँ बसिरहेको छौँ। जुन चाहिँ पहिलेदेखि नै यतै बस्नु हुँदो रहेछ क्या। अनि बाबुलाई पनि नजिकै एडमिसन गरिदिनु भएको रहेछ। अनि त्यही भएर नजिकै बसिरहेको छौँ। यहाँदेखि चाहिँ कलेज जानु चाहिँ 5-10 मिनट लाग्दो रहेछ क्या। अनि त्यही भएर चाहिँ त्यही हो, अहिले चाहिँ हामी सबैजना चाहिँ हिँडिरहेको छौँ। त पछाडि चाहिँ भाइ दिदी बहिनीहरू हिँडिराख्नु भएको छ। यति कस्तो राम्रो, उता हाम्रो गाउँ जस्तै कि चलन खलङ्गा जस्तै, हाम्रो सदरमुकाम जस्तै लाग्छ मलाई त। त्यसको डाँडो डाँडो जस्तो हजुरलाई देखाउँछ। एउटा माथितिर हेर्नु त, एउटा माथितिर चाहिँ हाम्रो गाउँ जस्तै कि सदरमुकाम जस्तै लाग्यो मलाई चाहिँ। त्यही हो, अनि एकछिनमा भेटौँला है। मलाई चाहिँ यो भिडियो चाहिँ खिच्न मन लाग्यो, कति राम्रो चाहिँ हेर्नु त। यता बिचमा यता कस्तो हरियाली, कस्तो दामी छ नि होइन, कस्तो मन पर्यो मलाई चाहिँ हेरेर, दामी लाग्यो मलाई चाहिँ। अनि यो चाहिँ मेरो बहिनी, कस्तो राम्रो देखियो हामी एकैछिन, दामी देखियो क्या। यता पनि दामी देखियो, दामी गर्ने देखियो। त्यही भएर मैले चाहिँ भिडियो स्टार्ट गरिसकेँ। उता रुम खोज्ने ठाउँ गएर भेट्दिनँ भनेको थिएँ मैले, यता बिचबाट नै राम्रो देखेर मैले चाहिँ भिडियो स्टार्ट गरेँ। अहिले चाहिँ उता बजारतिर पुगेँ। हेलो एभ्रिवान, हामी चाहिँ अहिले रुम खोज्ने ठाउँमा चाहिँ आइसकेका छौँ। अनि हामी चाहिँ अब सोध्दै हिँड्दै, अब यत्रो पैसा अब 3600 लाग्छ रुम खोज्ने ठाउँमा चाहिँ भन्नु पऱ्यो भने। आफैले खोज्यो भने त त्यो पैसा पनि बस्नु भयो। त्यही भएर चाहिँ यहाँनिर चाहिँ के अटिक टोल चाहिँ भन्दो रहेछ, जाम आइजाऊ। अटिक टोल चाहिँ भन्दो रहेछ र आइसकेका छौँ। अर्किड टोलमा चाहिँ कोही बस्नुहुन्छ भने हामीलाई रुमको व्यवस्था गराइदिनु होला भन्न चाहन्छु म चाहिँ। ठाउँ त ठिकै रहेछ, तर रुम चाहिँ गाह्रो, कस्तो घाम छ त। के अरे अहिले 1 बजे घाम परेको, तर केही छैन। चाहिँ बाटो हो, त्यसलाई सुनिल थापा सरको रहेछ, फोटा रहेछ। यो त भइसक्यो। यता किचन हेलो एभ्रिवान, हामीले चाहिँ अहिले पुलदेखि चाहिँ भिडियो स्टार्ट गर्दैछु। यहाँनिर चाहिँ यस्तो छ, त्यहाँ तल कस्तो गुन्टो रहेछ, भगवान् मलाई त डर लाग्यो। उता पहाडी चाहिँ काठमाडौँको बजार, यता चाहिँ बस्नलाई चाहिँ त्यो प्रतीक्षालय जस्तै रहेछ। यता कस्तो दामी
यसो पैसा नि यहाँ न कस्तो दामी ऊ चाहिँ डरले त्यहाँ बसिरहेकी छे अनि हामी चाहिँ यहाँनिर भिडियो गर्दैछौँ कति धेरै मान्छे यहाँनिर उता पनि काठमाडौँ बजार यता तल कस्तो डर लाग्दो रहेछ कि गाई तलतिर चाहिँ खोला रहेछ हामी चाहिँ यहाँनिर बसिरहेको छौँ त्यो चाहिँ डरले त्यहाँ बसिरहेकी छे ओ माई गड कस्तो डर लाग्दो छैन आज म अब आँखा चिम्ले क्या आइज आँखा चिम्ले क्या आइज क्या आँखा चिम्लेर आगे छिटो छिटो क्या कस्तो गरेको आँखा चिम्ले अनि लिन्छ क्या बाबु आँखा चिम्ले आँखा चिम्ले आइजाने कस्तो डर मान्छे बाबा कस्तो डर लाग्छ हुँदैन आइरहेछ त्यहाँ तल कस्तो खोला रहेछ बाबे यहाँनिर पनि बस्ने ठाउँ रहेछ भगवान् त्यहाँतिर पनि कस्तो राम्रो सानो छातासम्म न यार कस्तो गऱ्यो मलाई त कस्तो त्यो भयो भगवान् दामी चाहिँ त्यो डर मुन्किने छ नि कस्तो दामी दामी यहाँनिर पनि के रहेछ यता चाहिँ फुल रहेछ कस्तो दामी अहिले चाहिँ यहाँनिर कस्तो डर लागेको छ हामी एकछिनपछि कस्तो डर लागेको एकछिनपछि हामी उता पारि गएपछि भेटिन्छौँ ल ओ माई गड अहिले चाहिँ म यताबाट खिच्दैछु गाई चित्तको फुलबाट बाबरे मलाई त कस्तो डर लाग्यो तल खोला त्यस्तो डर लाग्दो छ गाई यतादेखि त यस्तो देखिन्छ होइन देखेको छैन माई गड हामी बस्ने चाहिँ उता त्यतातिर हो गाई यस्तो छ यताबाट चाहिँ माई गड यताबाट यस्तो छ त्यस्तो भाइरल हेर्ने स्थिति छैन मैले यतादेखि खिच्दैछु है गाई यतादेखि दामी छ यतादेखि पनि नानी चाहिँ त्यहाँ छे सानी चाहिँ त्यहाँ छे अहिले चाहिँ हामी यतातिर आइसक्यौँ एकछिनपछि भेटिन्छ हेलो एभ्रिवान कस्तो दामी यतातिर चाहिँ ओ माई गड हेर्नु न यतातिर के जङ्गलमा यस्तो क्याफे हुँदो रहेछ ओ माई गड कस्तो मन पऱ्यो गाइस यता हेर्नु न ओ माई गड यतातिर के सानिया कहाँ छ गट पगे यतातिर चाहिँ कस्तो दामी के ओ माई गड दामी हेर्नु त योहरू कति दामी के योहरू कलरहरू रातिमा कस्तो राम्रो देखिँदो रहेछ त पोहोरसम्म जानुपर्ने त ढिलो भएको कि तर उता दिदी पनि हुनुहुन्छ उता ढिलो भयो अरे त्यो भएर चाहिँ हामी यहाँ पुरै भिजिट गर्न पाएनौँ भोलि पछि आएर भिजिट गर्छौँ कस्तो दामी यतातिर चाहिँ गाई हेर्नु न वा जङ्गलमा यति राम्रो बन्द रहेछ यो देख्यो भने मलाई कति खुसी लाग्छ गाई हेर्नु न कस्तो दामी के दामी के वाउ गाइज कति दामी हो नानी गइसकि दामी माई गड कति दामी वाउ हेर्नु न गाइज हजुर नै होइन हो गाइज दामी हेर्न सानी वाउ पुरै मलाई आएको कस्तो मन परेको गाइज हेर्नु न यतातिर क्याफेहरू वाउ दामी क्या अनि पुरै डाँडोमा के यहाँनिर चाहिँ के ठाउँ भन्छ त्यो चाहिँ मलाई चित्त हामीलाई थाहा भएन पुरै दामी के यहाँनिर चाहिँ यतातिर पनि कस्तो हरियाली त्यसरी मेरो पुरै
पुरै भिडियो गराइदिनु यहाँबाट भिडियो बनाइदिउँ बोल्दै आउँछ यतै हो हजुर हुन्छ यहाँनिर तिम्रो ट्याङ्लाहाट पर्छ यसो पर्छ एकछिन म गइछु है कस्तो मन पऱ्यो कि हरियाली पुरै नि राम्रोसँग त खिचिस् नि दामी के माई गड यतातिर के मसँगै देखाउन छ यो पुरै झिरिम राख्छन् कस्तो नाम देखिन्छ होला नि दामी के म त बयान नै गर्न सकिनँ गाइस त्यति राम्रो रहेछ ठाउँहरू एकदिन चाहिँ म खास आउँछु ल अहिले चाहिँ हामी यता बजारतिर गएको थियौँ त्यहाँबाट हिँड्थ्यौँ आउँदाखेरि देखेको क्या हामीले क्याफे चाहिँ त्यस्तो घुम्नलाई भनेर चाहिँ आएको थियौँ र यहाँनिर चाहिँ कस्तो राम्रो रहेछ हामी भोलि चाहिँ ठिक आउँछ कुन नानी चाहिँ यहाँ छे अहिले चाहिँ हामी एउटा फोटोसुट गर्छौँ अनि त्यसपछि हजुरसँग भेटिन्छौँ ल गाइस यो ठाउँ चाहिँ मलाई ओभर मन पर्यो ओ माई गड कस्तो दामी छ हो मलाई फेरि यस्तै मनपर्छ कि पुरै यस्तोवाला हरियोवाला मैले सोचे यस्तै ठाउँ रहेछ हामी चाहिँ घुम्दै आउँदा चाहिँ यो ठाउँ भेटेको हामी चाहिँ भोलितिर चाहिँ भिजिट गर्न चाहिँ अवश्य आउने छ भन्न चाहन्छु